फुलट्याङ्की भयो चुइयो के यहाँनिर के बेसमा चाहिँ गाजा अब यो जङ्गल कटेको पछिको बाटो दामी छ के Come on guys. मान्छे राम्रो हो चस्मा राम्रो थियो है मान्छे राम्रो छ मान्छे राम्रो छ मान्छे राम्रो छ चस्मा राम्रो छ लिफ्ट राम्रो हुँदैन क्या चढेर तिमी किन यस्तो चलेर नि त एसी आजको हाम्रो मेन क्यारेक्टर चाहिँ यो हो कि होइन भ्लगमा सबैभन्दा मेन क्यारेक्टरमा हुन्छ जस्तो तपाईँले मलाई इन्भिटेसन गरेर अस्तिको मेन क्यारेक्टर बिर्स्यो नि त लिएर उनलाई त्यो भएर आजदेखि फुल मेन क्यारेक्टर चाहिँ यही हुन्छ हो तेरो नाम भन्छ माने मैले तल हाने लुडो होइन लुडो त है हामी फेरि बच्चाहरू हेरौँ न गेम खेल्नु अस्ति म चप्पल लगाएर आएको थियो हाम्रो फेरि भ्लगमा आइहाल्छ लजाइहाल्ने कि फेरि यस्तो प्रमोट कसरी हुन्छ त्यस्तो पाराले साथी कुन जुत्ता लिने हो खै हेरिहाल्नु त यस्तो खालको जुत्ता खाएन त्यो आकाशबाट खस्दा पनि नमर्ने खालको झर्दा पनि नमर्ने क्या जुत्ता केही नहोस् क्या मान्छे चाहिँ हो आम्मा मान्छे राम्रो हो कि जर्सी राम्रो हो यार ओभर देख्यो त ठिक छ त्यो काल ट्राई गर्ने जुत्ता ओभर छ त हौ सल्युट हाल्छ साथी सल्युट एकछिन साथी त नाक तलसम्म दौडेर आउँछ अनि कम्फोर्टेबल छ कि छैन हुन्छ हुन्छ ल यो 2 पाइला मात्रै होइन है धेरै पाइला हिँड्नुपर्छ साथीले अलिक याद गर सब्सक्राइब गरिदिन्छु भनेको ल उहाँहरूले नि सब्सक्राइब गर्यो तर 31 भनेको 1 अनि 30 130 सस्तो भयो होला अलि महँगो गर्नु मिलाउनु न त अलि तपाईँहरू नि गाह्रो पर्छ हिसाब गर्नु आउँदैन कि तपाईँ जे हान्दै नि मैले बताउनै पर्छ कति आयो कति ऊ डिस्काउन्ट छ ऊ चाहिँ ज्ञानी रहेछ अस्ति तिम्रो साटो हुनुपर्ने हो क्या उसले डिस्काउन्ट नै दिएन नि थाहा डिस्काउन्ट नै दिएन मिलाएर होइन यो चाहिँ किन रिसाएको फेरि यो किन रिसाएको जुत्ता कम्फोर्टेबल रवि यो डिस्काउन्ट किन नदिएको भने रिसा हो क्या यो भनेको यति डिस्काउन्ट नपुगेर आफै त्यो रिसा कुनमा घिसिङ रिसाइसक्यो मिलाउनु त मलाई आउँदैन नि बार्गेनिङ गर्नु मिलाउनु आफै 3 चोटि भयो सिधै म आएको त मलाई अर्कोचोटि अर्कै ठाउँ लान्छु कति दिन बाँकी छ डिस्काउन्ट अब 2-3 दिन बाँकी छ त्यही भएर त उसलाई हेरेर आउने बित्तिकै ब्याग सिधै नराखिकन यसरी मिलाउने हो कि त्यसरी मिलाउने त मिलाउनै पर्यो कि मिलाइसक्यो झोला पनि रेडी भइसक्यो बाहिर राख्नु त हामी आफै मिलाउँछ त्यो यो चाहिँ मिलाउनु त हामी चाहिँ गाजाले बनेको सबमा आइसक्यौँ यस्तो रहेछ है आम्बो गाजाले बनेको जुत्ता त यो लाउँदा झ्याप होला नि हुन्छ होला त्यो एउटा मिमी हेरेछ केटा तिमीहरूले मेरो बेटा पहिला महिनामै 1 बार नहाता अब दिन में 4 बार नहीं गांजे का स्टोव लगा दिन में 4 बार नहाता है और गांजा का साउंड मेरे भैया हो तमी उधर से वे फ्लेवर सुन लो
सलक्कै ढल्यो भने त्यति साह्रो हुन्छ त हो बाथरुममा फेरि लुगा सुत्दै लुगा किन ढल्यो भने फेरि बेइज्जत हुन्छ नि फेरि नाङ्गै ढल्यो नि। त्योभन्दा बरु उनीस लाइफ बोय ठिक छ लाइफ बोय किनभने लक्स ठिक छ अब यहाँ दाइला अब योबाट अब के अरे स्कुटर कुपर पाउँछ भन्थ्यो यहाँ दाइला हो यो दाइला हो दाइ यो दिन तपाईँलाई हो दाइ हो यो तपाईँलाई दिने हो पर्सि पर्दैन हामीले पऱ्यो भने यो गाडी कहिले आफै पर्ने हो? ए छटपछि पो यहाँ देखाएको पर्छ कि क्या हो यसपालि त बडा दसैँ दिपावली अनि तथा छठ पर्वको अवसरमा भाइ हाई भन्दै न दाइको च्यानलमा नाम के हो सुदीप जङ छत्री बुझ्यौ गएर के गर्ने रे सब्सक्राइब गर्नु बुझ्यौ नि सब्सक्राइब लाइक शेयर कमेन्ट यस ठिक छ भाइ भाइको नाम भनिदेऊ न मेरो नाम कृष्ण भण्डारी भण्डारी अनि भाइको दिपसिंह पण्डित कति वर्ष तिम्रो रिटायर 8 8मा दुईजना सँगै एउटै गर्लफ्रेन्ड त होइन नि सँगै सँगै पढेर एउटा केएफसी खान आएको कहाँ मुभी हेरेर आयो नि कुन मुभी हेरे तिमीले भाइ माइती घर हे भाइ यो उमेरमा नि किन माइती गरेन छोरी मान्छेले हेर्ने हो माइती गर्ने भन्नुहोस् उहाँलाई भाइले हेर्न खोजे हो माइती हेर्छु मैले हेर्ने बुझेन है अब यहाँ गाडी साडी के रहेछ अब 4-5 यो गाडी स्योर लान्छ जस्तो यो गाडी त बस अगाडिपट्टि है म माथि बस्छु छुट्टै हाल्नु पऱ्यो यार पछि फुट्ने होला नि त घोल्नु नि त एकछिन घोल्नु मिल्दैन अहिले ए पछि हो अब यहाँ 4-5 चाहिँ घर लिएर जाने रे ए यत्रो धेरै कहाँ जाने अब अन्त वाट ब्ल्याक हामी कालो जङ्गलमा आइसक्यौँ यहाँ त छैन अरू अब त्यति त यहाँ बस्नु क्या त्यस्तो खाँदैन नि भाइ यस्तो यस्तो हुन्छ कि साथी हाम्रो यो नेपालमा मान्छेले खाने होइन प्रायः अमेरिकानो अनि त्यही ब्ल्याक लङ ब्ल्याक अनि लाटे साथी के खान्छ त लङ ब्ल्याकतिर जान्छु होला लङ ब्ल्याकै छ हो लङ ब्ल्याकतिर जान्छु ब्ल्याक फरेस्टको मेन देखाउँदैन यहाँ त लङ ब्राउन पनि पाउँछ होइन पाउँछ पाउँछ होला नि यहाँ त जहाँ पनि लङ ब्ल्याक उसलाई लङ ब्ल्याक विथ म्याजिक मसरुम यस्तो है आशिक दिदी प्राइस चाहिँ आशिकी घरको त चिकनतिर होइन यस्तो है हाम्रो के अरे ब्ल्याक फरेस्ट पेस्ट्रीलाई चाहिँ 130 छ अन्त ठिकै छ यार 200 कटे होइन 200 कटे हेर्ने रहेछ ठिकै हो ठिकै हो ठिक लाग्यो दिदी आउनु पर्दैन तपाईँ आशिक दिदी आउनु पर्दैन ए यता रहेछ नि त फेरि भयङ्कर अब त आउनै पर्छ हेर्नु है दिदी कुनै महँगो लाग्ने बित्तिकै स्क्रिनसट गरेर आइहाल्नु अनि फेरि ज्याकेट हाउस आइसक्यो है फेरि ज्याकेट हाउस अस्तिको पोइन्ट बटुल्न पर्ला यार के छ भाइ उही बहिनीले होइन मलाई भ्लगर जस्तो भनेको बहिनी मैले आज भ्लग गर्दै आएँ अब तिमीले भन्न मिल्दैन मलाई भ्लगर जस्तो अब भ्लगरै भन्नु मलाई ऊ बहिनी चाहिँ फेरि टिकटकमा भाइरल छ जेकेएच भन्ने बित्तिकै उसको नाम आउँछ अरे बवाल ज्याकेट छ है यो ज्याकेट लगायो भने माइनस अन्टार्टिकामा पनि सक्छ होला है यो ज्याकेट लगायो भने त भर्खर कस्टमरबाट सेलर भइसकेको छ तपाईँलाई चाहिँ के हो तपाईँलाई चाहिँ मलाई बहिनीको फोन नम्बर मिल्छ नि यो भाइको एउटा यो भयो भाइको एउटा यो भयो कति हो स्यालेरी भाइ तिम्रो अन्त है तपाईँको स्यालेरी कति मिलाएर लग्नुहोस् न तपाईँलाई एउटा यो भयो है जेकेएचको नयाँ मेम्बर हो भर्खर 2 मिनट भयो जेकेएचको नयाँ मेम्बर अरू के ज्याकेट भएन हजुर तपाईँलाई ज्याकेट मैले खोजे जस्तो यहाँ छ अब यस्तो मेरो लागि बनायो यो हजुर तपाईँकै लागि हो यो ज्याकेट लगायो भने तपाईँले अन्टार्टिकामा पनि धान्छ अरे कि
पक्रिहाल्छ यो मन फेरि हजुर हुन्छ ट्राई गर्नु न एकचोटि पानीहरू यताउति पानीहरू छिर्दै फेरि रेनकोट मैले किन्नुपर्छ पर्दैन नत्र फिर्ता हुन्छ हजुर होइन है आधी अप्सनमा राख्नु यो चाहिँ यस्तो कि तिम्रो पानी पर्दैन स्योर स्योर अस्ति अस्ति भर्खर लगेको ट्र्याक मैले देखाइसकेँ अगाडि ट्र्याक सबै देखाएको थिएन अहिले अहिले लास्टमा कि सिनेमेटिक हान्छु मैले लास्टमा पानी र हावा छिर्दैन अरू सबै छिर्छ सबै ठिक छ पानी र हावा छिर्दैन हजुर पानी र हावा छैन होइन सेक्दैन त्यो पनि धुलाउनु पर्यो नि फेरि वाटर वाटर रेसिस्टेन्ट हो तर पानीबाट बाँध्नु रे मैले आज दुईटा प्यान्ट सेल गरिसकेँ दुईटा प्यान्ट तर होइन काठमाडौँमा राम्रो थियो कि मैले अनलाइनमा हेर्दा थियो काठमाडौँको कुन चाहिँ देख्नु भयो कि राम्रो मलाई देखाउनु त ऊ बहिनी थिएन नि त त्यही भएर त्यही भएर राम्रो लाग्यो अरे क्या फेरि बहिनी साँच्ची सिरियस होला मैले भ्लगर भनेपछि भ्लग सुनाउनु भयो क्या किन सुनाउनु हो भयो हो ठिक 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 भयो टोटल एमाउन्ट हुने भयो कि 10 आइटम कति एमाउन्ट भयो 20,000 पुगाउनु भने तपाईँले 2,000 बराबरको पाइयो 15,000 पुग्यो 15,000 को पाइयो दाइ 25,000 तपाईँको को पाइयो यो भ्लगमा के शुभ नाम भन्दिनँ न तपाईँको के हो कसरी कसरी इन्भेन्सन गरेँ नहाल्नु भलको नहाल्नु म राम्रो आउँदिन प्लिज दाइ तपाईँ यस्तो ह्यान्डसम जे के देख्नु आ मेरो ज्याकेट हाउस चित्नु बहिनीहरुलाई मात्र हाल्छ नि त्यही भएर है बल बल सामान छ है तपाईँहरूलाई आउनुहोस् एकदम राम्रो राम्रो सामान छ यसो आउनु होला अनि साथीभाइहरूलाई नि यसरी कमेन्ट गर्नु होला ल गरी धेरै धेरै धन्यवाद दाजु गरेर हो क्या दाइ फेरि आएको हामी त्यही ल दाइ अब चाहिँ हामी हल्का सानो विश्राममा जानु लाग्छौँ फेरि ए चाचा डौली चाचा आइपुग्यो नि चाचा के छ चाचा दाइ दाइ तपाईँको नाम भनिदिनु न एकचोटि चिन्नुभयो हामीलाई अस्ति नै आएको थियो नि त हामी फेरि आएको के दिलीप गुप्ता हो तपाईँको स्पेसल के छ अङ्कल भनिदिनु त मेरो हजुर हजुर कारोबार छ ए यत्तिकै यो जस पान सान होइन पान ठिक छ ठिक छ कति भयो तपाईँले बनाउनु राख्नु भयो त यो राखेको मैले 25 वर्ष भयो 35 25 25 आम्मामा मेरो उमेर भएको छ ट्याक्कै मभन्दा नि 2 वर्ष ठुलो भएको छ तपाईँ राखेको हो नि 25 वर्ष रे तर दामी है दामी लोकेसन पनि ट्याक्क पाहा है एयरपोर्टको साइडमा ल ओके अङ्कल दीदी याद से आओ ना दीदी हमारे के बैग दिखाओ ना जॉय उनका ये लाइक है अस्तिको जस्तै ए हंच ने हमारे के दीदी तेरी एउटा ब्लैक ब्लैक करिर कलर दिखाओ त बहिनी म निकालिदिउँ बहिनी सिक सक्छौ सानो खालको हेर्नु 75 70 + 5 तपाईहरुलाई विदेश जानु परेमा सुटकेस र ब्यागमा यता अभाइलेबल छ यो हाम्रै ससुराली ठिक छ बरु यो गाडी छोरापछि ठुलो भएपछि तिमीलाई अगाडि किनिदिन्छु स्पार्टरमा छोरी छोरी भयो भने चाहिँ यो किनिदिन्छु यो एन्जल मेरो छोरीलाई सही त अरू के अरे यसको के एक्सको छोरा हो भने देखिनु दिदी यता बोलिदिनु न दिदी नमस्ते गरिदिनु न छ्या म निकालिदिन्छु कि बहिनी हट त कुन हो भन त म निकालिदिन्छु कुर्सी लिएर आएर हेर न ऊ यहाँ रहेछ यो ब्ल्याक हो र भने यो अनि ब्ल्याक हो करिर जस्तो लाग्यो मलाई त चस्मा लानुहोस् त त्यसलाई भयो करिर करिर नहीं लगे कि यो खै ब्ल्याक कलर होल ब्ल्याक के होल ब्ल्याक अस्ति हामीले फरक आउँछ के खै त हैन यो हैन फुल ये ब्ल्याक है नहीं के दीदी यो हैन हले के ए दूसरा यहाँ न चस्मा लगाऊ अब त ज्वाई हुनका के चस्मा लगाऊ चस्मा लगाऊ यो हो के यो हले के यी हलाई के बहिनी ती चौधरी चौधरी ती कुन चाहिँ चौधरी ती म भी चौधरी के
ब्लगमा आइसक्यो आशिका दिदी बोलाइदिइहाल्छु म महँगो भने पखेटा हाल क्या बहिनी उठेर जाऊ अरूचोटि पखेटा लिएर आउँछु होइन होइन प्याकेट मात्रै बोक्ने साथी बोक्देऊ तिमीलाई सजिलो नि हुन्छ फेरि यताबाट नि अर्को बोक्दै यता नि अर्को बोक्दै सजिलो हुन्छ भिर जाउँ अब ए पैसा नि पैसा अगाडि दिनु न तपाईँले दिनु हुँदैन जसलाई दिने हुन्छ तेरो उल्टै भिडियो हालिदियो कि यसले मलाई यति सामानका यति हालिदियो भनेर आशिका दिदी आइहाल्छ नि लगभग अलमोस्ट सबै सामान किनि पनि सक्यो रे कति खायो तेरो सामान ल ट्रेकिङको लागि धेरै सक्दिनँ ल भोलिभोलि ट्रेकिङको लागि अलिक सामान किन्यो अब जे होस् आजलाई चाहिँ यति नै होला धेरै सक्दै सक्दैन 15-20 हजारको थाहा अब यताबाट छिरौँ यताबाट होला ए यताबाट यतैबाट यही गल्ली हो क्या जेरी गल्ली हो ल हामी जेरी गल्ली छिरिसक्यौँ है यस्तो गल्ली अँध्यारो भएर नदेखेको है अँध्यारो नदेखेको यो सब हामी चाहिँ खाजा खान सहरतिर जान्छौँ अनि त्यसपछि आजको दिन मेरो भाइ जस्तो इन मेरो भाइ जस्तो हेर्नु न तपाईँको भाइ जस्तो मेरो भाइ अब चाउ यहाँबाट चाउ